अगाडि बढ्दै जाँदाखेरि दुष्टलाई मन परेन। फारोले भन्यो जाऊ तिनीहरूलाई फर्काएर ल्याऊ। मिश्रको सारा सैन्य दलहरू चाहिँ गुटुङ टुङटुङ टुङटुङ इजरायलीलाई फेरि पनि स्वतन्त्रतातर्फदेखि नि तानेर बन्धनमै ल्याउनको लागि सेनाहरू बढ्यो। अनि इजरायल जाँदै थियो खुसी हुँदै बढ्दै बढ्दै जाउँ भन्छ जान्थ्यो। अनि पछाडि हेरेको त धुलो काटेर नि शत्रु पछाडि लागिरहेको थियो। अगाडि हेरेको बाटो थिएन, अगाडि हेऱ्यो बाटो छैन, पछाडि भने शत्रु लागेको छ, बिचमा उनीहरू अब चेपारोमा पर्यो। अनि इजरायलीहरू त्यति बेला नि नमिठोसँगले गनगनायो, यो मोसाले हामीलाई उजाड स्थानमा मार्नुको लागि लिएको छ, हामीलाई मिश्रमै दासत्वमै ठिक थियो, पहिलाको जीवनै ठिक थियो, मोसाले हामीलाई यो उजाड स्थानमा गिद्धहरूको खाजाउनको लागि लिएको रहेछ। 22 लाख जस्तो जनाको हृदय नि तितो भयो। मोसा कस्तो भला मोसा एउटा लिडरलाई क्वेसन गर्दैछ उसको लिडरसिपमाथि। मोसालाई जग्गा थाहा थियो कहाँ जानुपर्छ भनेर बाइबलले भन्छ धर्मी जन सङ्कष्टको समयमा कुद्दिकन परमप्रभु कहाँ जान्छ भनेको छ। मोसा कस कहाँ जाओस् ल? इजरायलीहरूले गुनगुन गर्दैछ अरू को छ मोसाको, अरू को छ, अरू को छ मोसाको। मोसा सट्टै परमप्रभु कहाँ गयो अनि प्रभुले भने मोसा तेरो हातमा के छ? मोसाको हातमा लट्ठी थियो, पसार। मोसाले सट्टै लट्ठी पसार्यो। कहिले पनि त्यो लाल समुद्र चाहिँ दुई भाग भएको थिएन, कहिले पनि दुई भाग भएको थिएन लाल समुद्र चाहिँ। अनि त्यो कसैले पनि देखेको थिएन दुई भाग भएको चाहिँ। मोसाले सट्टै शत्रु पछाडि लागिरहेको बेलामा, बाटो नदेखेको बेलामा, अड्किराखेको खाल्डा जस्तो परिस्थितिमा नि मोसाले नि लट्ठी उचाल्यो। परमप्रभुले चाहिँ पूर्वीय बतास चलायो अनि लाल समुद्र चाहिँ नि भाग भाग भयो। आमेन। त्यहाँदेखि इजरायलीहरू नि सन्चो भयो अनि लाल समुद्रबाट नि उनीहरू तडेर गयो। दाहिने पानी देब्रे पानी अनि उनीहरू हिँड्दै गरेको भूमि चाहिँ सुक्खा भूमिमा उनीहरू हिँड्यो। परमप्रभुको अचम्म अनि अद्भुतको आश्चर्य कर्म चाहिँ जब शत्रु पछाडि लागेको थियो अनि बाटो देखेको थिएन त्यति बेला प्रकट भयो। कलिताको जीवनमा सेम मिरेकल कति बेला आश्चर्य कर्म कति बेला हुन्छ त? प्रभुको प्रिन्सिपल नै त्यही रहेछ। खास गरी कानाको विवाहको सहरमा दाख मध्य सक्यो, अङ्गुरको रस सक्यो, किन भन्नुहोस् त? सकेपछि अब उपाय नै छैन, उपाय छैन। जहाँ ह्युमन एबिलिटीहरू सक्छ नि परमेश्वरको डिभाइन इन्टरभेन्सन, उहाँको अलौकिक हस्तक्षेप, उहाँको आश्चर्य कर्म त्यति बेला सुरु हुन्छ। प्रभुले भन्यो पानी घ्याम्पामा पानी भर्नेलाई त याद छ नि त्यो त पानी हो भनेर भर्दैछ। भोजको मुखियाका लगेर चखाओ। भोजको मुखियाले सट्टै चाख्यो, ओहो अरूको घरमा त लास्टमा मात्दै जाँदा मात्रै यस्तो दामी दिन्छ, यहाँ त लास्टमा पनि दामी दाखरस रहेछ भनेर भन्यो। त्यो चाहिँ प्रमुख आश्चर्य कर्म थियो। 11th आवरमा लास्ट मोमेन्टमा मोसाले लास्ट मोमेन्टमा पछाडि समुद्र दुई भाग भयो अनि तरेर गयो। हिँड्दै गयो। भोक लाग्यो इजरायलीलाई, के खानु अब? यहाँ युनाइटेड फेलोसिप सकेर तपाईँको लागि त के प्रबन्ध छ, तर इजरायलीको लागि त त्यो त युनाइटेड फेलोसिप थिएन। उनीहरू त उजाड भूमिमा त्यहाँनिर है दिउँसो घाम टन्टलापुर हुन्छ भनेर प्रभुले नि पोखरोको नानी जस्तो इजरायलीलाई बोकेर लाँदै थियो। दिनमा उहाँले बाजरको खाँबो ल्याउनु भयो। उजाड भूमिमा बलुवा, तपाईँले बलुवाको बगरमै जानुहोस् न, हरियो रुखपात हुँदै गर्दा पनि बलुवाको बगरमा कस्तो डरलाग्दो गरम हुन्छ, किन भन्नुहोस् त? घाम लाग्दा अनि बेलुका कति चिसो हुन्छ। अनि त्यो उजाड भूमि चाहिँ त्यो बलुवाको बगर जस्तो होइन, सलिड उजाड भूमि, विल्डरनेस, रुखपातै नभएको, दिउँसो डरलाग्दो गरम हुने अनि बेलुका डरलाग्दो चिसो हुने। त्यसले गर्दा प्रभुले नि उनीहरूलाई नि मोटोले ठिक तापमानमा नि डोर्याउनु भयो। दिनमा बादलको खाँबो भइकन परमप्रभुले शीतलता प्रदान गर्नुभयो, रातमा आगोको खाँबो भइकन उनीहरूलाई न्यानो प्रदान गर्नुभयो। उनीहरूलाई नि एउटा सानो आमाले नि दुधे बालकलाई काखमा बोकेको जस्तै गरेर नि परमप्रभुले इजरायलीलाई डोर्याउनु हुँदै थियो। तर उनीहरू चाहिँ गनगने थियो, उनीहरू चाहिँ चित्त दुखाउने थियो, उनीहरू चाहिँ पिन्चेर सानो चित्तको थियो। तर परमप्रभुले चाहिँ उनीहरूले नि ढाडमा बोकेको जस्तो डोर्याउनु हुँदै थियो। अनि अलिक पर आएर भन्यो इजरायलीले, हामी के खानु? धर्मी जन सङ्कष्टको समयमा दौडिकन प्रभुको उपस्थितिमा जान्छ। अनि मोसा प्रभु कहाँ गयो? प्रभु यिनीहरूले के खान्छु भन्दैछ है? प्रभुले भन्यो। त्यहाँदेखि प्रभुले भोलिपल्टदेखि मन नजुटाइदिनु भयो अनि यस्तो मह जस्तो मिठो स्वाद भएको, कस्तो मिठो है, पाउँदाखेरि खुसी हुन्छ नि त, नपाउँदा मात्रै दुःखी हुन्छ। अनि इजरायलीहरू पनि सेम थियो, पाउँदा खुसी भयो नै कति हालेलुया, कस्तो मिरेकल है, आमा आश्चर्य कर्म है, एउटा टेस्टमनी गवाई भनेर मैले त यस्तो सोचेको थिइनँ त, प्रभु त जिउँदो रहेछ त है, प्रभु त जिउँदो रहेछ त, हेर मन हेर कस्तो स्वाद कस्तो मिठो है, आमा हालेलुया गवाई दिँदै गयो। फेरि अलिक पर मन खाँदा युज टु भयो। त्यहाँदेखि त मासु खानु
मन परेको जस्तो भएन तिमीलाई? भयो त मलाई सबैले फेरि इजरायलले के भन्यो? मासुको डिमान्ड, नन भेज खाने अरे, मासु मासु। त्यहाँ मन नखाँदा मासु खाने अरे। फेरि मासु त कहाँ आउनु? मोसा त गोसवाला होइन नि त, कहाँबाट मासु ल्याउनु? तर मोसालाई नै भन्दैछ मासु, मासु मासु नदिने हामीलाई, यही मात्रै खानु भनेर है। मासु कि मासु भन्छ। मोसाले कहाँबाट ल्याउनु मासु? मोसालाई थाहा थियो एउटा जग्गा, धर्मीजन कुद्दिकन सङ्कष्टकसँग प्रभु कहाँ जान्छ। प्रभुलाई भन्यो, प्रभु फेरि यिनीहरूले के खान्छ? मासु खान्छु भन्छ। ठिक छ। भोलिको दिन उड्दै गरेको बट्टै चढा चाहिँ उनीहरूको पाल र छाउनीमा झऱ्यो। अनि उनीहरूले नि दाँतमा पसिन्जेल मासु खायो, दाँतमा अल्झिन्जेल मासु खायो। मासु खाएर फेरि यस्तो गरेर है, प्रभु त कति महान है, हाम्रो प्रभु त कति महान है, जिउँदो है प्रभु त हाम्रो। त मासु पनि माग्दा मासु पनि दिँदो रहेछ है, मन नमाग्दा मन नै दिनु नि। दिउँसो पनि गरम पनि भएको छैन, एसीमा बसे जस्तो छ है, बेलुका पनि जाडो पनि भएको छैन, एकदम मजाले वार्मरमा हिटरमा बसे जस्तो भइरहेछ हाम्रो प्रभु त है। हाम्रो है जुत्ता पनि फाटेको छैन, लुगा पनि फाटेको छैन, ग्यास्ट्राइटिस पनि भएको छैन है, लुज मोसन पनि भएको छैन, बिमार पनि भएको छैन है, कसैलाई आइ आथा पनि छैन, ब्याक पेन पनि भएको छैन, टाउको पनि दुखेको छैन, सबै फाइन कम्प्लिट हेल्थमा हिँडेको छ र पनि गनगन सकेको छैन है। सुखले दुःखले काल भनेको जस्तै हुन्छ नि, नेपालीमा भनाइ छ नि। इजरायल चाहिँ सुख छ, चट्टै गएको छ। अलिक पर जाँदै गयो मोसा चाहिँ नि पर्वतमा चढ्ने मान्छे थियो। यो कुरा भनेर अलिक अगाडि बढ्छु। पर्वतले चाहिँ जहिले पनि परमप्रभुको उपस्थितिलाई बुझाउँछ। अनि मोसा चाहिँ पर्वतमा चढेर जान्थ्यो। प्रेम, आनन्द, शान्ति, धीरज, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम, पवित्रताले भरिएको। अनि मोसा चाहिँ फेरि पनि स्ट्रङ, ताजा, परमेश्वरको बाटो हेर्नेले नवीन सामर्थ्य पाउनेछ। उनीहरू चिल जस्तै माथि उठ्छ, हिँडेर जान्छ, उनीहरू क्लान्त हुँदैन, दौडिन्छ, उनीहरू थाक्दैन। अनि मोसा चाहिँ डरलाग्दो एनर्जेटिक फुल चार्ज भएर पर्वतबाट परमेश्वरको उपस्थितिबाट तल आउँथ्यो। फुल चार्ज भएर आएको मात्रै हुन्थ्यो, तलबाट पानी पानी भन्दै थियो त्यो तराईमा। फेरि पानी, मन्न, मासु, अब पानी अरे। त्यो 22 लाख जस्तो पानी नै पिएचईले सप्लाई गर्नै सक्दैन, त्यो पनि उजाड भूमिमा। प्रभुले भन्नुभयो फेरि पर्वतमा गयो, रिजेनेरेट प्रभु यिनीहरूले फेरि पानी माग्दैछ। पर्वतहरूलाई हिर्का, पर्वतलाई हिर्कायो, पानी गटङ टङ बग्यो। इजरायलीहरूले नि तृप्त भइन्जेल नि उनीहरूले चोखो र सफा पानी चाहिँ मरुभूमिमा नि उनीहरूले पियो। परमप्रभु इजरायलले नि काखको नानी जस्तै डोर्याउनु भयो। पानी खाने, लु पानी खाने पानी। तपाईँ हाम्रो जीवनमा नि हाम्रो जीवनको पर्वत हुन जरुरी छ। पर्वत चाहिँ प्रभुको उपस्थितिमा हाम्रो प्रार्थना, वचन अध्ययन, उहाँसँग बोल्ने र उहाँले हाम्रो हृदयको कुरा भन्ने समय। पर्वतमा मोसा जान्थ्यो, तर जिउनुको लागि चाहिँ ऊ फर्केर तराईमै आउँथ्यो। माउन्टेनमा जान्थ्यो प्रभुको प्रेजेन्समा, प्रार्थनामा, बिहान बेलुकी वचन अध्ययनमा। तर फर्केर जानु त त्यही तपाईँको स्कुल, कलेज, युनिभर्सिटी, वर्किङ प्लेस है, बजार, सब्जी गर्नु त तराईमा फर्किनु पऱ्यो नि त, हो किन भन्छु त? फर्किनु पऱ्यो। तराईमा चाहिँ गनगन थियो, तराईमा चाहिँ मासुको डिमान्ड, तराईमा चाहिँ पानीको डिमान्ड, तराईमा चाहिँ नि मान्छेहरूको कुरा, तराईमा चाहिँ है उनीहरू गाँड कोडाकर, तराईमा किसिम किसिमको मान्छे हुन्छ, कुरा गर्ने, ब्याक बाइटिङ गर्ने। तराईमा रोग र कष्ट, अभाव, घटिकमी थुप्रो यो तराई चाहिँ पृथ्वी हो। अनि पर्वत चाहिँ परमप्रभुको उपस्थिति हो। आज क्रिस्चियन सस्टेन गर्नु हो। अनि पावलले जस्तै मैले दर सिद्ध्याएँ, मैले उत्तम लडन त लडेँ, अनि विश्वासले जोगाइरहेको छु भन्नु हो भने हाम्रो जीवनको परमप्रभुको उपस्थितिको पर्वत हुन जरुरी छ। किनभने जिउनुको लागि चाहिँ तराईमा फर्केर आउनुपर्छ। अनि मोसा चाहिँ फेरि माथि गयो, प्रभु यिनीहरूले पानी भन्दैछ, गयो पानी जुटाइदियो अनि हिँड्दै गयो। मोसा हिँड्दै गयो। मोसाको जर्नीमा नि मोसाले बिस्तारै उसको सृष्टिकर्तालाई चिन्दै गयो। सुन्नुहोस् है, द प्रेजेन्स अफ गड। आज तपाईँले वचनको शीर्षक के हो भनेर सोध्नुभयो भने नि परमप्रभुको उपस्थिति, परमप्रभुको उपस्थिति। मोसा हिँड्दै गयो, बाउलाई चिन्दै गयो मोसा हिँड्दै गयो। हो, मोसाले उसको क्रिएटरलाई, सृष्टिकर्तालाई चिन्दै गयो। अनि मोसाले जति सृष्टिकर्ताले चिने नि मोसा त्यति नै नम्र बन्दै गयो। मोसा त्यति नै नि लिडरसिपमा नि ऊ फाइन अनि सार्प हुँदै गयो।